एउटा सांगीतिक समूह जसले संसारभरि तहल्का मचाएको छ। तर जब यही लहर नेपाल आइपुग्छ, केही युवाहरूले किन यसको खिल्ली उडाउँछन्? आज हामी यही रोचक सांस्कृतिक द्वन्द्वको गहिराईमा पुग्नेछौँ। हो, हाम्रो आजको विश्लेषणको केन्द्रमा यही प्रश्न छ। आखिर संसारकै सबैभन्दा ठूलो ब्यान्ड बीटीएसले नेपालमा केही समूहबाट यस्तो नकारात्मक प्रतिक्रिया किन पाइरहेको छ त? यसको पछाडि के कारणहरू होलान्? ल, यसको उत्तर खोज्न सुरु गरौँ है त। यो द्वन्द्वको जड बुझ्नको लागि पुरुषत्वबारे यी दुई एकदमै फरक धारणाहरूलाई हेर्नुपर्छ। एकातिर छ हाम्रो परम्परागत नेपाली पुरुषत्वको अवधारणा, जहाँ पुरुष गम्भीर, प्रभावशाली र परिवारको पालनकर्ता हुनुपर्छ भन्ने मान्यता छ। अनि अर्कोतिर छन् के-पप आइडलहरू, जो भावनात्मक छन्, फ्यासनेबल छन् र कलाकारितामा रमाउँछन्। यी दुई बीचको आकाश जमिनको फरक नै तनावको मुख्य कारण हो। त्यसो भए सुरु गरौँ पहिलो बुदाबाट, पुरुषत्वको यो टक्राव। हाम्रो नेपाली समाजमा पुरुष कस्तो हुनुपर्छ भन्ने एउटा बलियो स्थापित मान्यता छ। समाजशास्त्रीहरू यसलाई हेजेमोनिक मस्कुलिनिटी भन्छन्। यसको मतलब समाजमा पुरुषहरू बलियो, प्रभावशाली र अधिकार जमाउने खालको हुनुपर्छ भन्ने धारणा एकदमै गहिरोसँग बसेको छ। यही सोचले नै पुरुषत्वको मापदण्ड तोकिदिन्छ। अनि यो दबाव सानैदेखि सुरु हुन्छ। केटाहरूलाई सानै उमेरदेखि आफ्नो भावनाहरूलाई दबाउन वा भनौँ जिपअप गर्न सिकाइन्छ। कुनै पनि हालतमा केटी जस्तो देखिने व्यवहार गर्नु हुँदैन भन्ने पाठ पढाइन्छ। कमजोरी देखाउनु भनेको त पुरुषार्थको विरुद्धमा जानु हो जस्तो। ल, अब यो सामाजिक दबावले व्यक्तिगत स्तरमा कस्तो मनोवैज्ञानिक असर पार्छ त्यो हेरौँ। मानिसको दिमागभित्र के चलिरहेको हुन्छ? हो, तर भित्रभित्रै के भइरहेको हुन्छ त? बीटीएसलाई लिएर देखिने यो रक्षात्मक प्रतिक्रियाको पछाडि के मनोवैज्ञानिक कारणहरू छन्? समाजको कुरा त भयो, अब अलिकति मनको कुरा पनि गरौँ। एउटा प्रमुख मनोवैज्ञानिक कारण हो रियाक्सन फर्मेसन। यो एक किसिमको आत्मरक्षा गर्ने तरिका हो, जहाँ व्यक्तिले आफ्नो साँचो भावना लुकाउनको लागि ठिक उल्टो व्यवहार देखाउँछ। मतलब मनमा एउटा कुरा हुन्छ तर बाहिर अर्कै कुरा देखाइन्छ। साइकोलोजी टुडेको यो भनाइले कुरालाई झनै छर्लङ्ग पार्छ। आफ्नो पुरुषत्वबारे असुरक्षित महसुस गर्ने पुरुषले आफ्नो छविलाई खतरामा पार्ने कुनै पनि कुराप्रति अत्यधिक आक्रामक व्यवहार देखाउन सक्छ। सोच्नुहोस् त, भित्रभित्रै बीटीएस मन परे पनि आफ्नो मर्दवाला छवि जोगाउन बाहिर त्यसको खिल्ली उडाउन सक्छ। अर्को एउटा महत्त्वपूर्ण सिद्धान्त छ सोशल आइडेन्टिटी थ्योरी। यसले के भन्छ भने मानिसहरूले आफ्नो समूह अर्थात् इन ग्रुपबाट आत्मसम्मान पाउँछन्, अनि आफ्नो समूहलाई अब्बल देखाउन अक्सर अरूको समूह अर्थात् आउट ग्रुपको आलोचना वा खिल्ली उडाउँछन्। अब यहाँ यो सिद्धान्त कसरी लागू हुन्छ हेरौँ है। इन ग्रुप भयो परम्परागत नेपाली पुरुषत्वमा विश्वास गर्नेहरूको समूह, अनि आउट ग्रुप भए के पप फ्यान र आइडलहरू। परिणाम के भयो त? आउट ग्रुपको खिल्ली उडाउँदा इन ग्रुपको एकता र सामाजिक हैसियत अझ बलियो भएको महसुस हुन्छ। व्यक्तिगत मनोविज्ञानको कुरा त छँदैछ, तर साथीभाइको दबावले यो कुरालाई कसरी अझै बढावा दिन्छ? अब यो पियर प्रेसरको खेलबारे कुरा गरौँ। यो प्रक्रिया प्राय यस्तै गरी अगाडि बढ्छ। पहिलो चरणमा एकजनाले बीटीएसको मजाक उडाउँछ। दोस्रोमा अरू साथीहरू समूहबाट छुट्टिन नचाहने भएर त्यसमा सामेल हुन्छन्। तेस्रोमा यही खिल्ली मीम र सोशल मिडिया मार्फत भाइरल हुन्छ। अनि चौथो र अन्तिम चरणमा एउटा नलेखिएको सामाजिक नियम बन्छ। बीटीएस मन पराउनु भनेको केटी जस्तो हुनु हो। विशेष गरी अनलाइन इको चेम्बरहरूमा, जहाँ एउटै विचार बारम्बार घुमिरहन्छ, हर्ड मेन्टालिटी अर्थात् भेडा चालले काम गर्छ। मानिसहरू आफ्नो विवेक प्रयोग गर्नुभन्दा पनि बहुमतले जे भन्छ त्यही कुरा अपनाउन थाल्छन्। यसले गर्दा नकारात्मक धारणाहरू झन बलियो भएर जान्छन्। ल, अब अलि ठूलो क्यानभासमा हेरौँ। यो द्वन्द्वको पछाडि लुकेका केही गहिरा दार्शनिक प्रश्नहरूतर्फ लागौँ। यो सबै बहसको केन्द्रमा एउटा साधारण तर एकदमै गहिरो प्रश्न लुकेको छ। आखिर कुनै पुरुषलाई पुरुष बनाउने कुरा के हो त? नो स्लाइडले पुरुषत्व र सुन्दरताको आदर्श संसारभरि एउटै छैन भन्ने कुरा स्पष्ट देखाउँछ। पश्चिमी संस्कृतिहरूमा प्राय बलियो, कठोर शरीरलाई प्राथमिकता दिन्छ। तर केपपको प्रभावमा रहेका पूर्वी एसियाली संस्कृतिहरूमा हेर्ने हो भने पातलो, केटौले शरीर, रङ्गीन कपाल र मेकअपलाई आकर्षक मानिन्छ। यसले के देखाउँछ भने यी मापदण्डहरू विश्वव्यापी होइनन्, बरु समाज र संस्कृतिले निर्माण गरेका हुन्।
हो, र बीटीएसले युनै परम्परागत मापदण्डहरूलाई चुनौती दिइरहेको छ। बोस्टन युनिभर्सिटीका प्रोफेसर हामका अनुसार बीटीएसको खुलेर भावना व्यक्त गर्ने बानी र उनीहरूको एन्ड्रोजिनस अर्थात् लैङ्गिक रूपमा तटस्थ देखिने शैलीले एसियाली पुरुषको पुनर्कल्पना गरेको छ। यसले पुरुषत्वको कठोर मान्यतालाई बिस्तारै परिवर्तन गर्दैछ। तर यो सबै नकारात्मकताको बीचमा नेपालमा सकारात्मक परिवर्तनका सङ्केतहरू पनि देखिन थालेका छन्। अन्त्यमा अब त्यसतर्फ लागो। हो, नेपालमा परिवर्तनका सङ्केतहरू स्पष्ट देखिन्छन्। नेपाली बीटीएस फ्यानहरू, जसलाई आर्मी भनिन्छ, उनीहरूले परोपकारी अभियानहरू आयोजना गरिरहेका छन्। बीटीएसको लभ माइसेल्फ अभियानबाट प्रेरित भएर उनीहरू आत्मस्वीकृति र सामाजिक न्यायको वकालत गर्छन्। र अर्को रोचक कुरा के छ भने काठमाडौँमा के-पपको लोकप्रियता बलिउडभन्दा पनि बढिरहेको छ। एक नेपाली बीटीएस फ्यानको यो भनाइले नयाँ पुस्ताको सोचलाई एकदमै मार्मिक रूपमा प्रस्तुत गर्छ। यो त्यस्तो युग होइन जहाँ कसैको सङ्गीतको रुचिले तपाईलाई अरूभन्दा म ठूलो हुँ भन्ने अहङ्कार राख्ने अधिकार दिन्छ। आउनुहोस्, सबैको रोजाइलाई सम्मान गरौँ। कति शक्तिशाली कुरा। र साँचो कुरा के हो भने यो बहस हुनु आफैमा एउटा परिवर्तनको सङ्केत हो। जब विश्वव्यापी रूपमा जोडिएको एउटा नयाँ पुस्ताले पुराना सामाजिक संरचना र मान्यताहरूमाथि प्रश्न उठाउन थाल्छ, तब यस्तो सांस्कृतिक घर्षण हुनु स्वाभाविक नै हो। यो त समाज विकासको एउटा प्रक्रिया हो। त्यसैले अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। जब यसरी संस्कृतिहरू एक आपसमा ठोक्किन्छन्, तब पहिचानको नयाँ नियम लेख्ने अधिकार आखिर कसले पाउँछ? यसमा विचार गर्नुहोला।